हेलो गाइजहरु, तपाईहरुलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। म तपाईहरुको माझमा फेरि पनि अर्को भ्लग लिएर उपस्थित भइसकेको छु र आज चाहिँ हामी तम्तरबारीमा काम गर्न आएको। माहौल यस्तो छ पुरै हुसु लागेको छ, जताततै मान्छे देखिन्नन् तर केही भएन, यस्तै हो। काम गर्दाखेरि न घाम न पानी न यो जाडो भन्ने हो कि काम निरन्तरता जस्तो सुकै परिस्थितिमा पनि काम गरिदिने हो। बार छैन फेरि अनि आज चाहिँ पात काट्ने रे हामी। यो म भरिया दाइ भएर चाहिँ कैँचीहरू लगिरहेको छु। जता हेरे पनि किन यस्तो छ, घोरै बजारमा पनि हिउँ पर्यो क्या हो। जताततै हेर्नुहोस् त दर्शक वीरहरू, के गर्ने, यस्तै चिसोमा भयो भने काम गर्नु परेको छ। हाई नेक छ, भित्रदेखि व्यस्त छ, बाहिरदेखि हुड्डी छ। यस्तै छ दुनियाँ सारा, यस्तै छ दर्शक वीरहरू। हेर्न सक्नुहुन्छ 10-11 बज्न लागिसक्यो, तर अहिलेसम्म घाम आएको छैन। हातमा कैँची छ, कैँची पारा यस्तै छ मेरो। के गर्ने, यस्तै त काम गर्न आइएको छ होइन। यस्तो जाडो छ, जाडोमा पनि काम गर्नु परेको छ। यस्तो पुरै आकाश हेरौँ भने आकाशमा नि पुरै ढड्डिला छ, तर बाल छैन। म आज दिउँसोभरि यस्तै गर्छु। जरेपाल साप जरेपाल हो जानमा हो जालीको तिम्रो याद आयो फुल टिपेर लगाइदिम कि नजिक आइदिम कि हो जालीको तिम्रो याद आयो हो याद आयो। बनाउँला नि छुट्टै घर, आफ्नै घर हो हो जालीको तिम्रो याद आयो हो याद आयो। बनाउँला नि छुट्टै घर, आफ्नै घर हो जालीको तिम्रो। अनि गाइजहरु, अहिले चाहिँ एकदमै म के भन्न चाहन्छु भने काम सक्यो। अब घर जाने हो होइन, घर जाने हो। यस्तो क्याब ढल्काएर चलबल दिनै पर्यो। घाम डुबिसक्यो। म चाहिँ अहिले घर जाँदैछु। यो चाहिँ मसिना बजारको पुरै घरहरू। आमामा, यो को माडेको घर हो? मेरो यत्रो कहिले घर हुने हो? आमामामा, म दङ्ग पर्छु यार जिन्दगीमा। तम्तरबारीमा मात्र काम आएर कहाँ घर बनाउनु सक्यो लाग्यो होइन। तर जे होस्, आएर आफ्नो खर्च आफूले के खान मन लाग्छ, के किन्न मन लाग्छ, आइसकेपछि त्यो चाहिँ गर्न पाइन्छ। त्यही भएर यत्रो भइसकेपछि आफै गर्ने, आफै रमाउने हो होइन त। म चाहिँ त्यही भन्छु सबैलाई, रमाइलो गर्ने हो, आफ्नै पैसामा गर्ने हो। बाबुआमाले अब पढाइदिए, अब +2 क्लियर भइसक्यो। अब जे गर्ने आफैले गर्ने है त सबैजना। म घर जाँदैछु अहिले चाहिँ, किनभने घर जाने बेला चाहिँ मिली लाइगर आइज दुईजना डन हुँदैन, इग्नोर हान्ने होइन। तर बाल भएन कि मलाई बाल भएन। इग्नोर हान्छ मेरो कुकुरले मलाई, तर मलाई बाल भएन। कुकुरले इग्नोर हान्छ त
अहिले मसँग मासु छैन, मासु भएपछि यिनीहरूलाई मैले यस्तरी यता बढाउँथेँ कि यस्तै रहेछ यो जिन्दगानी हो मरिलानु के छ र हो जीवनमा। अङ्कलजी जानुहोस् है। यस्तै रहेछ घाम र पानी। अनि म तपाईँहरूलाई घोराई बजारको एउटा यस्तो नजारा देखाउँछु कि तपाईँहरू हेर्नुहोस् त। घोराई बजारमा यस्तो भइसकेको छ। अनि पारि चाहिँ एउटा होटल छ होइन, लखन पार्कको साइडको। अलिक क्लियर देखिया छैन यार, तर केही होइन, त्यो सबैले हेरिसक्नु भइसकेको छ। यस्तै त हो, यस्तै त हो, यस्तै त हो। I'm the real man मुन्डा। बेला बेला म चाहिँ खतरा फेरि क्यारीको तर हानिदिन्छु। अनि आज चाहिँ जस काम गरेर आइसक्यो होइन। बिहान बिहान यस्तो जाडो भयो कि मा कसम भगवानले सम्झिनु भयो। तर बाल भएन कि जस जाडोमा पनि हामी काम गरेर देखाउन सक्छौँ कि यो हो नेपालीको असली पहिचान। जय देश जय नेपाल। थ्याङ्क यू फर वाचिङ। अनि सब्सक्राइब, लाइक, कमेन्ट, सेयर सब ड्याम हान्ने है त चल पल। थ्याङ्क यू।